के तपाईलाई थाहा छ केही नेपाली नागरिकले निहत्या भएर हतियार बोकेका विदेशी सुरक्षाकर्मीलाई फर्कन बाध्य बनाए? घटना हो पश्चिम नवलपरासीको सुस्ता क्षेत्रको। भारतीय एसएसबी नेपाली भूभागमा प्रवेश गरेको खबर फैलिएपछि स्थानीय नेपालीहरू एकजुट भएर विरोधमा उत्रिए। त्यसपछि के भयो? स्थानीयको विरोधपछि भारतीय सुरक्षाकर्मी फर्किएको जानकारी सार्वजनिक भएको छ। सुस्ता कुनै सामान्य ठाउँ होइन। यो नेपाल भारत सीमा विवादको सबैभन्दा संवेदनशील क्षेत्रमध्ये एक हो, जहाँ वर्षौंदेखि सीमा सम्बन्धी विवाद हुँदै आएको छ। तर यस घटनाले फेरि प्रमाणित गरेको छ देशको सीमा जोगाउने पहिलो रक्षक केवल सेना वा प्रहरी मात्र होइनन्, त्यहाँ बस्ने नेपाली नागरिक पनि हुन्। सुस्तावासी नेपालीहरूको साहस र राष्ट्रप्रेमले आज सम्पूर्ण नेपालीलाई गर्व गर्ने अवसर दिएको छ। जय नेपाल।